हुन्छ नि राखिदिनु न। यो पनि हेरौँ होइन, ठिक छ नि होइन? एकदम ठिक छ यार। अन्त यो छ, यो चाहिँ ट्याक्स इनभोइस हो, बिल यहाँ छ। अब मेरो नामको बिल काटेको छ, अनि त्यसपछि अब प्राइस साइज त यही छ, म भन्दिनँ होइन। हेलो, गुड मर्निङ। आज चाहिँ म तपाईँहरूलाई एउटा कुरा बताउन गइरहेको छु यहाँ होइन। मेरो लाइफको पहिलो अलिक महँगो खालको एउटा ग्याजेट चाहिँ म लिन गइरहेको छु। त्यो ग्याजेटको नाम छ Insta360 लुना। पहिला पनि मलाई DJI Osmo Pocket 3 यो पनि एकदम मन परेको थियो होइन, तर त्यो चाहिँ मैले लिन सकिनँ। त्यो पालि चाहिँ मैले Insta360 लुना लिन गइरहेको छु। अब यो चाहिँ भर्खर लन्च भएको छ बजारमा, अनि त्यसपछि नेपालमा पनि भर्खर भित्रिएको छ। म हिजै जान्थेँ, अब मेरो हिजो अलिकति समस्या भयो, म जान पाइनँ। अब आज साउनको 9 गते आज म लिन जाँदैछु। कहाँ जाँदाखेरि ओलिज स्टोरमा मैले फोन गरेर भनिसकेको छु राखिदिनु भनेर। अब आज कुद्दैछु, जाँदैछु। अनि सँगसँगै म अस्ति लडेको पनि थिएँ यहाँ आउने बेला, यो ठाउँमा छाप भन्ज्याङमा आउने बेला म लडेको पनि थिएँ। अनि मेरो बाइकको चाहिँ अलि पार्ट्सहरू हुन्छ नि फुटेको छ क्या, लुकिङ ग्लासहरू, भाइजरहरू फुटेको छ। अब आउने बित्तिकै मलाई चुना लाग्यो, लोदर लाग्यो होइन, के लाग्यो के हो, अब आफ्नै गल्तीले नै होला सायद। सम्म ठाउँमै पनि लड्यो क्या, डिसब्यालेन्स भइदियो। अलि लेभल तलमाथि रहेछ क्या, त्यो तल हुन्छ नि ग्राउन्डको तलमाथि लेभल रहेछ। अनि त्यसपछि त्यसमा अब लडिहाल्यो, ब्यालेन्स मिलेन। म ठ्याक्कै लगाएर पार्किङ गर्न खोजेको थिएँ उकालेर, ज्याम्मै लड्यो। अब मान्छेलाई चाहिँ केही पनि होइन, बाइक चाहिँ अलिकति चोट छ बाइकमा चाहिँ, त्यसलाई पनि मर्मत गर्न गइरहेको छु। अनि बाँकी कुरा चाहिँ म बाटोमा जाँदाखेरि अथवा त्यहाँ पुगेपछि किन्दाखेरि अनि रिपेयरिङ गर्दाखेरि, बाइक रिपेयर गर्दाखेरि चाहिँ म तपाईँहरूलाई देखाउने छु है त। बाई। यो ग्लास यसरी आएको छ यहाँ, यो चाहिँ अलिकति बाङ्गो भयो होला, त्यति धेरै डेन्जर त भएको भएन। तर यो फुट्यो क्या, यो फुटेपछि अब यसको 9-8-9 हजार त कति लाग्छ होला। अब कपी हाल्यो भने चाहिँ अलिक सस्तो पर्ला कि भाइजर। यो भयो यो, तर त्यसलाई यहाँभित्र पनि तानेको, यो पनि यतिको हुनुपर्ने हेर्नु, यो कति डाउन रहेछ भित्र। त्यसलाई यो यहाँ तल पुगेको यसमा मैले पछि मिलाएको हो। यो यस्तो तल्लै आएको ग्लास सास फुटिहाल्यो। यस्तो भएको छ, यसलाई रिपेयर गर्नुपर्ने भएको छ। मेरो मायालु आजको मेरो दिन खासै राम्रो छैन जस्तो लागेको छ। घरिघरि होइन, अब टर्निङहरूमा सिधै अब तेल लिएर आइदिन्छ है, ठोकिन मात्र खोजिरहेछ। आजको मेरो दिन चाहिँ राम्रो छैन जस्तो लाग्छ मलाई, सभा हिँड्दा जस्तो लाग्छ आज म। कुकुर पनि खेदाउँछु यार, बाटो काट्नु घरि पुरै घरि आएर पुरै छेकिदिन्छ बाटो होइन, घरि आएर अनि बाटो काटिदिन्छ, खेदाउँदै आउँछु यार। अनि ऊ पुगेपछि उसलाई अहिले बल्ल छोड्छ। के भएको आज सबैमा तर गाडीले मलाई त्यति तेल गर्छ, स्कुटरले, बाइकले, अनि अरू गाडीहरूले होइन। त्यही माथि बाइकको पनि हालत यस्तो भइदिरहेको छ यार। के हो यो, के भइरहेको छ भाइ? सेम जस्तो लाग्यो, त्यही जस्तै एउटै हो जस्तो लाग्यो। हुन्छ राखिदिउँ न। पुरानोवाला चाहिँ कस्तो हो? पुरानो मोडल यही हो नि त।
के पुरानो मोडल र नयाँ मोडल के फरक छ र? स्टिकर फरक हो। स्टिकर मात्रै फरक हो? प्रायः सबै न्यू मोडलै हाल्छन् कि अहिले। हुन्छ हुन्छ यही राखिदिउँ न। फिटिङ गर्ने चाहिँ वर्कसपमा है? वर्कसपमा ओहो फिटिङै सुविधा भइरहेको र कति मजा आउँथ्यो। ग्यारेज छैन नि हामीले राखेको, हामीले ग्यारेज राखेपछि चल्दैन कि दाइ। ए पार्ट्स र ग्यारेज सँगै राख्नु हुँदैन कि। त्यो जाली नै आउँछ यसमा यही राख्नु फेरि झर्ला आफै राख्दा हुन्छ। भोलि कुनै दिन जाली आफै लुज भएर खस्यो भने हाल्न पाइन्छ। सुना लाग्यो 4-5 हजार रुपियाँ। अलिकति ह्यान्डल पनि बाङ्गो छ क्या यो पनि यता भित्रपट्टि गएको छ क्या यसको। चेन जानु हेलो यो चाहिँ इन्स्टा 360 लुना अल्ट्रा क्यामेरा हो। अनि त्यसपछि यो चाहिँ मैले लिएँ आज। राम्रो लाग्यो मलाई। 3-4 दिन अगाडि मैले हेरिरहेको थिएँ। अनि यो मलाई 2-3 वर्ष अगाडिदेखि मन परिरहेको थियो कि यो खालको क्यामेरा। DJI-को अस्मो पकेट 3 चाहिँ खतरा लागेको थियो मलाई पहिला लन्च हुने बेला। त्यो लिन्छु भनेर एकचोटि गएको थिएँ। अनि त्यो चाहिँ अब कारणवश लिन सकिनँ। अहिले चाहिँ अनि 1 वर्षपछि लगभग अनि फेरि यो लन्च भएछ। हालसालै धेरै भएको छैन यो पनि लन्च भएको। अनि यो मन पऱ्यो क्या, यसको फिचर्सहरू दामी लाग्यो। यस मैले लिएँ। अब भन्दा अगाडि चाहिँ यो पनि हेरौँ होइन, ठिक छ नि होइन? एकदम ठिक छ यार। ल यो छ, यो चाहिँ ट्याक्स इनभोइस हो, बिल हो यो। अनि त्यसपछि अब यहाँ छ अब मेरो नामको बिल काटेको छ। अनि त्यसपछि अब प्राइस साइज त यही छ, म भन्दिनँ होइन।